स्वागत छ साथीहरू, स्वागत छ मेरो न्यू ब्लगमा होइन। त्यसै गरी आज हामी हाम्रो यहाँ नयाँ क्याम्पमा आएका छौँ। नयाँ क्याम्प हल्का सफाइ गर्नुपर्ने छ होइन। यो चाहिँ अब हाम्रो वासरुम अनि टोइलेट रहेको छ। अस्ति भर्खर रिपेयरिङ भएर अब छोडेको हो। हल्का यसो धोइधाइ पार्नुपर्ने छ, किनभने हाम्रो पुरानो क्याम्प चेन्ज हुँदैछ, नयाँ क्याम्पमा आउँदैछौँ। अनि यस्तो दाइहरू यहाँ काम गरिराख्नु भएको छ। मक्ख पऱ्यो क्या हो। अनि अब हाम्रो यो नयाँ लकर हो यो चाहिँ होइन है। टक्कसँग यस्तो नयाँ नयाँ लकर आएको सिङ्गल सर सब रुम कस्तो राम्रो राम्रो रुम बनाएको छ अहिले त यहाँ। अब सर हामी माथि जाँदैछौँ है। माथि एसी हो यो त एसीको मोटरहरू रहेछ होइन। अब यहाँबाट सर माथि जाने, माथि गएपछि अनि यहाँ टक्कसँग माथिको भ्यूज फेरि यस्तो राम्रो आएको छ। सब नयाँ नयाँ एसीहरू हालेको छ अहिले चाहिँ। अनि अब सब यस क्याम्पै नयाँ क्याम्प हो, पहिलेको भन्दा त धेरै राम्रो क्याम्प छ। अब टक्क अगाडि पनि मेन बाटो छ। जे ढिलो भए पनि कम्पनीले फेसिलिटी र सुविधा भने दिँदैछ, बिस्तारै भए पनि। यो त हाम्रो क्याम्पस हो होइन। क्याम्पस त पुरा अब अगाडि नयाँ मोटर सब नयाँ नयाँ लागेको छ अहिले त। अब यहाँ त अब टक्क फुलसुल रोप्नु पर्ने होला। अब फुल रोप्छ पनि, लोकरहरू पनि भित्र राख्नुपर्ने छ, मिलाउनु पर्ने छ। अबको एक हप्तामा त हामी यो क्याम्पमा पाउँछौँ त हो गाइज। रुम हेर, रुम पनि यस्तो बबाल छ पुरा। डबल बेड छ होइन, टक्कसँग एउटा यस्तो रुम बबाल छ क्या। जो रुम पुरा मस्त लाग्यो मलाई अरूभन्दा पनि होइन। अब ल साथीहरू है, अब यो हाम्रो किचन हो, भात पकाउने ठाउँ। तर अब यहाँ चाहिँ अब के गर्छ कुनै कम्पनीले खाना पकाउन दिन्छ कि दिँदैन है। त्यहाँ धुने ठाउँ छ, म क्यामेरा घुमाएर देखाउँछु ल। हेर्नुहोस् यस्तो छ पुरा एकदम जस राम्रो छ। किचनहरू पनि राम्रै छ, राम्रो सबै थोक राम्रो छ। ल कस्तो लाग्यो होला यहाँहरूलाई मेरो कम्पनीको रुम।